हिजोको शीर्षक के थियो अरे? अनन्तजी भन्नु त हिजोको शीर्षक के थियो? तपाईँहरू श्री वैष्णव हुनुहुन्छ कि हुनुहुन्न? तपाईँहरू श्री वैष्णव हुनुहुन्छ कि हुनुहुन्न शीर्षक थियो हिजो। अनि त्यसको उत्तर पनि भनेको थिएँ मैले, होइन? उत्तर के भने? बिर्सेँ। मैले त काना ल्याउने कालो ल्याइदिएको छु कि आएर म त कण्ठ गर्दिनँ, त्यही कालाले भन्छ भन्नु होला तपाईँले। ल, तपाईँहरू श्री वैष्णव हुनुहुन्छ भनेर मैले सोधेँ। मैले उत्तर के दिएँ जस्तो लाग्छ? त्यसो भए तपाईँ श्री वैष्णव होइन भन्नु। तपाईँ श्री वैष्णव हुनुहुन्छ भनेर सोधेका लेखा त हुँ कि होइन भन्नुपर्छ नि उहाँले। अनि त्यहाँबाट मैले भने अघि सरेर तपाईँहरू श्री वैष्णव होइन भने कि कसो भनेको नि बिर्सेको छु अहिले। अब हाम्रो हिजोको मैले मेलैसित त भनेको छैन। त्यहाँ मन्दिर भएर त्यहाँ तीर्थ थाप्न जान सकेको छैन मैले। त्यहाँ दर्शन गर्न सकेको छैन कि नसकेर हो कि अल्छीले हो, नसक्ने त होइन नि त। अल्छीले जाडो कुकुरको पऱ्यो भनौँ के भनौँ उता के हुन्छ कसो हुन्छ भक्ति बुढो भएर म त्यहीँ जान सकेको छैन। तर कानाले भ्याएसम्म यहाँबाट यसो प्रयास गर्छु सुन्न। त्यो रङ्गी नेत्रभन्दा पहिलेका अलिकति बिर्सेछु, भइराखोस्। अब विशेष दिनका चाहिँ आफै भनौँ लाग्छ र भन्दैछु। हिजोको मारिमलाई मुजन्जेल भन्ने किरन्दु रङ्गम मूल गाथा थियो। मङ्गलाचरण पनि नगरिकन कस्तो मङ्गलविहीन मङ्गलाचरण नभएको कस्तो भाष्य लेख्या हो भनेर चाहिँ गाली गरे उहाँ। शङ्कराख्यश्च दुर्योनिर्निसृतेन रजस्वला गीता नारी शोधिता हंसरूपेण। विद्वानहरूले त्यस्तो पनि भन्थे। श्रीशैलेश दया पात्रम श्रीमते रामानुजाय नमः। गलो बसिहाल्छ। श्रीशैलेश दया पात्रम धीभक्त्यादिगुणार्णवम् यतीन्द्रप्रवणं वन्दे रम्यजामातरं मुनिं। लक्ष्मीनाथसमारम्भां नाथयामुनमध्यमाम् अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्परां। यो नित्यमच्युतपदाम्बुजयुग्मरुक्म व्यामोहतस्तदितराणि तृणाय मेने। अस्मद्गुरोर्भगवतोऽस्य दयैकसिन्धोः रामानुजस्य चरणौ शरणं प्रपद्ये। श्रीमद्भागवतार्थमर्मविशदीकार प्रवीणं गुरुं वेदान्तो भय तात्विकार्थनिपुणं सन्न्याय रत्नाकरम्। अलि नजिकै भन्नुपर्छ भने आफै जान्नु है। गोपालं च सुखं नमामि सततं श्रीमन्त्रमन्त्रार्थदम्। लक्ष्मीनाथपदारविन्दमभयं मद्रक्षकं संभजे। नीलातुङ्गस्तनगिरितटी सुप्तमुद्बोध्य कृष्णं पारार्थ्यं स्वं श्रुतिशतशिरः सिद्धमध्यापयन्ति। सोच्छिष्टायां स्रजिनिगलितं या बलात्कृत्य भुङ्क्ते गोदा तस्यै नम इदमिदं भूय एवास्तु भूयः। हिजो मारिमलै 23 दिन हो हिजो। हिजो मारिमलै भन्ने गाथा मलाई कण्ठ आउँदैन केही पनि।
पुस्तक हेरेर भन्दै थिएँ, आँखा बन्द भएपछि छोडिएको छु। तपाईँहरूले भन्ने गरेकाले सम्झिनु, म बोल्दासम्म मन अन्तर नलानु भनेर हुन्छ भने आफै जान्छ यो पापी मन। खर्च भेटेन भने आफूले के खाने गरेको छ, त्यो खर्च भेटेन मनले भने जसको मन भए पनि भागिहाल्छ। त्यो मन भागो भनेर हिजो जहाँ मन भाग्छ त्यो चाहिँ श्री वैष्णव होइन भन्ने मैले, तपाईँहरूले बुझे पनि नबुझे पनि, जहाँ मन भाग्छ त्यो श्री वैष्णव होइन भने। मारीमा जय मदनजीले हिजो गाथा थियो, हिजो के भन्न लाग्नु भएको थियो त? भगवान र नीलामा तपाईँहरूले नबिर्सिने गरी सुन्नुहोस्। भगवान र नीलामा भगवान कृष्णले म कृष्ण अवतार लिन्छु, अब विभव अवतार लिन्छु, तिमीहरू पनि जाओ तल, ठुला बडाको सवारी भयो काहीँ भने अङ्गरक्षकहरू केही आफ्ना जुन रूपमा जसरी जानुपर्छ त्यसरी जान्छन्। म ठुलो भएर जान्न तल, अब म सानै भएर जान्छु तल। तर ठुलाका बाले पनि गर्नु नभ्याएका, जान्न नसकेका कुरा मैले गरेर देखाइदिन्छु, बोलेर मात्रै होइन। जान्छौ? हजुरको हुकुम भयो भने किन नजाने त? नीला र शुकसित दिनदिनै भनेको छु, बाहिर पूर्वपट्टिका बाहिरका दरवाजामा जय विजय हुनुहुन्छ वैकुण्ठमा, भित्रपट्टिकामा सुखदेव द्वारपाल हुनुहुन्छ। भित्रपट्टिका जसरी वृन्दावनमा श्रीकृष्ण र नीलामा गर्भगृहमा हुनुहुन्छ नन्दका, बाहिरपट्टि अरू छन्। नन्द बाबा चाहिँ गर्भगृहमा भित्रपट्टि बस्नुभएको छ। कृष्णलाई कसैले केही गर्छन् कि भनेर दर्शन गर्न, रक्षा गर्न नन्द बाबा बस्ने जस्तरी त्रिपाद विभूति वैकुण्ठ धाममा भगवान के हो त्यो नबजा श्री सुखदेव स्वामी भित्रपट्टि बस्नुभएको छ। द्वारपाल, द्वारपाललाई भगवानले, नीला र द्वारपाल भगवानको बैठक बसेर निर्णय भयो भगवानले कृष्ण अवतार लिने, नीला पनि यहाँ आउने आफ्नो काम गर्न, सुखदेव पनि यहाँ चाहिँ आउने, सुखदेव जाने यहाँ तल भनेर निर्णय भएअनुसार वैकुण्ठबाट उहाँहरू भगवान कृष्णको नन्दनन्दन भएर आउनुभयो। देवकी नन्दन भएर होइन, देवकी नन्दन भन्न त हुनुभयो, तर त्यो मन नपराउने माओलाई किन बस्ने भएर बस्नु भएन। नन्दनन्दन भएर आउनुभयो। नन्दनन्दन चाहिँ कस्तो त भन्दा स्तुत्य भएर आउनु। स्तुत्य भने स्तोता गरे, स्तुति गरिने योग्य भएर। सुखदेव आउनुभयो स्तोता भएर। स्तोताका दुईटा अर्थ, एउटा तोता चरो, एउटा तोता स्तुति गर्नेवाला। तोता, तोता र स्तोता, एउटा सघार अलिकति खाइदिएको, त्यस्तो भएर आउनुभयो। नीलामा के गर्न आउने त? नीलामा जसले आशीर्वाद दिएको थियो उनले पनि आशीर्वाद दिए। अचलबलिका बुद्धि लामो भएका पण्डितहरूले मोटो जाति कि पातलो जात अरे,
तपाईँहरूलाई मोटो जाति लाग्छ कि पातलो जाति लाग्छ? कामना गाडे बोल्दैनौ भए पनि यस्तै रिसा छौ कि किन हो जे होस्। कोही मोटो काम लाग्छ, कोही पातलो काम लाग्छ। बुद्धि चाहिँ कुशाग्र बुद्धि भनेको छ। कुसा टुप्पो जस्तो कुसाका पातको लुलो भएको होइन, दप्सो सहितको कुसा टुप्पो जस्तो तिखो बुद्धि जाति हुन्छ। ती निला लिएर भगवान्का यी तिनटाले गोष्ठीमा पास गरेको कुरो भगवान् स्तुत्य भएर आउने, सुखले स्वतः भएर आउने, निलाले अब झगडा गरे चाहिँ अचेलका पण्डितले झगडा गरे शराब गरे भन्छन् बुद्धि नभएकाले। बुद्धि भएकाले शराब त होइन नि, बैठकमा सल्लाह गरेको नि शराब हुन्छ गर, निर्णयमा भगवान् जस्ताले पास गरेको कुरो। निलामा आउनुभयो, के गर्न आउनु पर्थ्यो? तिमीले 100 वर्षसम्म भगवान् कृष्णबाट वियोग भएर बस्नु परोस्। हेर त आशीर्वाद। त्यसो भने एउटाले, तिमीलाई मैले त्यसै भन्छु त्यसो भएदेखि भनेर उहाँले पनि त्यही खालको कुरा गर्नुभयो। 100 वर्ष वियोग भएपछि त भगवान्को दर्शन पनि हुँदैन, यस्ता गुणगान पनि हुँदैनन् होला भनेर अरूले सोचेका थिए। श्रोता बहुनु भएछ निलामा त। सुखदेव वक्ता निला श्रोता, भगवान् स्तुत्य। अनि कुराकानी यहाँ आएर गर्दा हुँदै चाहिँ आफ्ना घरका कुराकानी नगरेर बाहिरका कुरा गर्ने। लोठा खालका पण्डितहरू छन् भने तिनी चाहिँ रिसाए, बाहिरका कुरा गरेर खै बोलेको। भित्रका कुरा बुझ्ने भए पो हुन्छ र बाहिरका कुरा भए कहाँबाट भए कहाँ आए। अब अहिले चाहिँ किन आएको त भनेर सोधे सबैले। कुराकानी सभा सोसाइटी सदस्य र रहस्य दुई थरी हुन्छन्। एक थरी सबैले सुन्नु नहुने, एक थरी सबैले सुन्नु हुने। गर्ने जति भन्नुहुन्न, भन्ने जति गर्नुहुन्न। आफ्ना आफ्ना ठाउँमा बसेर जतिखेर जे आवश्यक हुन्छ त्यही गर्नु भन्नुपर्छ। अब यहाँ उहाँ पनि आउनुभएको छ अहिले। तपाईँ किन आउनुभएको भनेर पण्डितले सोधे। परित्राणाय साधूनां विनाशाय च दुष्कृतां धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे। प्रस्थानत्रयी वेदान्तको झन्डा लिएर भारी बोकेर पण्डितहरू गधालाई खच्चडलाई भारी बोक्ने भन्दा पनि धेरै अनन्ता वै वेदाः। अनन्त वेद छन्, तिनमा पूर्व भाग र उत्तर भाग सबै छन्। पूजावाद काण्ड, कर्मकाण्ड पूर्व भाग, ब्रह्मकाण्ड भगवानको स्वरूप रूप गुण विभूतिको वर्णन उत्तर भागमा। त्यस्तो भन्छन्। यहाँ चाहिँ आएर गर्न थाल्दा के गर्नु हो त? परित्राण साधुको गर्छु भनेको। साधुको परित्राण गर्न त श्री कृष्ण वसुदेव सदवनि जनित्वापि क्षणेनन्तरे नन्दस्या आवसथं विवेश सकलान् भोगौ स तस्मै ददौ। स्वीकार परकर्तृको हि विजयम। स्वगत स्वीकार र परगत स्वीकार दुई थरी हुन्छन् प्रपत्ति। स्वगत स्वीकार मन पर्दो होइन, हिजै गाली गरियो। तिमीसित के छ भन्दा मसित भक्ति छ। जुन तिनकौडेले भन्दछ भने त्यसले त्यो श्री वैष्णव होइन। होइन, आलबन्दारले त भक्तिमा पनि प्रयोग छ, त्यही प्रयोग छ भन्नुहुन्छ नि त। आलबन्दारले मागेको भक्ति तिम्रो भक्ति होइन, हाम्रो भक्ति हो। आलबन्दारले मागेको भक्तिमा भी प्रयोग छ बे भनेर आलबन्दारमा बताएको। बाको नाम जे नै होस्, बाका सुक्तिको नाम पनि त्यही।
अब यहाँ साधु परित्राण भनेको के रहेछ भन्दा वृन्दावनमा गएर खेल्ने, गोपीका साथा खेल्ने, गोठाला साथा खेल्ने, आमाका साथा कगजमा पिटाइ खाने, गीत गाउन जाउन हौ भएर केटाहरू जति बटुलेर केटाकेटी लिएर खाइपी गरेर कहिले कहिले आमाले खाना बोलाउँदा पनि नआइकन आपभियाना बोलाउनु पो थाले बाँसुरीले। नन्दगाउँको टापु वारिपट्टि राधाको वर्षनाको टापु आपभियाना नाराजी को लाना हमारे कीर्तन में, आपभियाना नाराजी को लाना हमारे कीर्तन में, राधा को संग में मिलाना। यस्तो पो गर्छन् साधु परित्राण गर्नु। यही हो साधु परित्राण, यही हो। तिम्रो वैकुण्ठ यस्तो छ कि छैन? पुरा त बुझ्या छौ तिमीहरूले। तिमीहरूका वैकुण्ठ यस्तो छ त कहीँ छैन। अनि उहाँ नभएको त्यो गोठालाले दरबारमा पखाले खान पाइँदैन भने यस्तो होइन नि। यो कथा थाहा छ तपाईँहरूलाई? त्यो त्यस्तो होइन, यो अर्कै हो। पिकायसि त्वं सुखैव भूयः, घाटीले गाउँ गरेर राजा। पिकायसि त्वं सुखैव भूयः दौवारिकं प्राह तदैव नीला। नीलाले दौवारिकलाई त त्यसो पो भन्ने। अब हेर्नुहोस्, मारी मलाई हिजो भगवान् र नीला गर्भ मन्दिरका भित्र, नन्द बाबा भित्रपट्टि रक्षा गर्न, बाहिर जोसुकै भए पनि। अनि बाहिरबाट रुन आउने आज कति दिन भइसक्यो? 24 दिन भइसक्यो। हिजो नै कुराकानी गर्न आएको। हिजो कृष्ण र ऊ बाहिर आउँदैनन्, भित्रै बसिया छन्। भित्र र बाहिरबाट कुरा गर्ने चाहिँ चोर हो नि। फेरि श्रोता र वक्ता एक थरी भित्र छन्, एक थरी बाहिर छन् भने बाहिरकाले बाहिर कुरा खोजिया हुन्छ, भित्रकाले भित्र खोजा, कुरो मिल्दैन। भित्र र बाहिरबाट कुरा गर्नुहुन्न। हिजो त्यसो भने क्या गोपिनीले? गोपिनीले भनेको देखासिको गर्नुहुन्छ गोदाले। अनि त्यही कुरा यहाँ भन्दै गरेको। आज के भन्दै गरे अरे? अनि मारी मजाइ मोजन्जेलको अर्थ के हो भनेर सोद्धा हुँदी त्यो भनेको आज हामीले तिमी भित्र बाहिर भएर कुरा गर्दैनौँ। गोपिनीले हप्काउँदैछन्। अब गोपिनीले कसलाई हप्काउन हक छ? एउटाले राज्य तहल आएको हुन्छ, राजाले रानीले अन्तपुरमा उनलाई पनि कहिले कहिले टुपी समाउन बेर लाउन्न। अन्तपुरको हकदार अर्कै हुन्छ। अन्तपुरको हकदार अर्कै हुन्छ। भित्र बाहिर भएर बोल्दैनौँ हामी। बाहिर आउनुहोस्। हामीले सिंहासन बनाउँछौँ। वक्ताले होचा ठाउँमा बस्ने होइन। अग्लामा बस्न त श्री वैष्णव होइन भन्नुहुन्छ नि त हजुरले। अग्लामा बस्ने श्री वैष्णव हो पनि होइन पनि। भित्र र बाहिर कुरा गर्नुहुन्न। हामीले आज सिंहासन बनाउँछौँ। हिजो कथा भन्दैछु है मैले। हिजो कुरा आजको एकैचोटि भन्दैछु। के हो भनेर रित्तै जानु होला तपाईँहरू। मैले के भने रेडीमा कथा सकेर जाँदा होता हुँदै त रामजीले भन्नुहुन्छ मुरली पण्डितका लागि मात्रै हो आज कथा। टोक्ने नि मैले त तिमीलाई सबैलाई भने के भनेको छु मैले। मुरली पण्डितलाई मात्रै भयो भन्छ रामजीले। त्यस्तो नहोस् यहाँ। अनि आज सिंहासन बनाउँछौँ। हिजो साह्रै राम्रो मुहुर्त सिंहासन बनाउन। यो मुहुर्त अरू कुराकानी काल पनि बदलिन्छ। कहिले कुन काल आउँछ, कहिले कुन काल आउँछ।
तर सोमबार मङ्गलबार बुधबार यिनै घुमिरहन्छन्। कति कुरा उनै घुम्छन्, कति कुरा नौला आउँछन्। यो अर्थ चाहिँ जतिसुकै समय बिग्रिए पनि भत्के पनि जे भने पनि यो आजको 23औं गाथा र 24औं गाथाको कथा चाहिँ सधैँ जेको त्यही फल दिन आउँछ। फल जोगिनी भए पनि जे भए पनि बिगार्दैन। तिम्रा जोगिनी त बिगार्छ नि। विदेश भ्रमम हानि उद्वेगता च कलत्रङ्ग पीडा जसुकै वर्जितम च ऋण व्याधि वृद्धि तथा भूपकोपम दशा भ्रामरी भोगदङ्ग भङ्गं करोति। त्यस्तो होइन, त्यस्तो होइन। आज हामीले सिंहासन बनाउँछौँ, भोलि तपाईँ बाहिर आउनुहुन्छ भनेर हिजो सिंहासन बनाए। सिंहासन कस्तो बनाए? हिजो यस्तो बनाउँछौँ पनि भने कीर्तन पनि गरे त्यहाँ एउटा भजनमालाको। तपाईँहरूलाई अहिले आउँदैन होला सकेभर। अझ त तिमी पण्डित कहाँ भएका छौ भन्दा कागजका टुप्पा, त्यही पनि मेरो हातमा छैन। त्यस्तो होइन। अब सिंहासन हिजो बनाए बाहिर, त्यो सिंहासन कस्तो छ के छ? साह्रै राम्रा मुहुर्तमा, यो मुहुर्त सधैँ जहिले भए पनि जसको भए पनि सानालाई ठुलो बनाउने, ठुलालाई ठुलै अझ माथि पुर्याउने, फल दिने पासुर हो त्यो। गद्दी राम्रो गद्दी बनाएर गद्दीमा बसाल्ने। गद्दीमा को बस्ने त? गद्दीमा श्री वैष्णव भनेर चाहिँ म श्री वैष्णव हुँ भनेर बोल्ने बस्ने हो कि त भन्दा होइन। त्यसका त आउँदै नआउने, जाँदै नजाने अरे, त्यतापट्टि फर्कँदै नफर्कने। अब के गर्ने त? म त साधुको परित्राण गर्न आएको हुँ। यतैतिर जानु पर्यो, उतै लागेको कुरातिर गए। गोपिनीले सिंहासन बनाएछन् चटक्क पारेर। अब बाहिर बोलाउँदैछन्। बाहिर भगवान् आउनुभयो। बाहिर आइसकेपछि के गर्न भनेर आएका थिए, भित्रबाट के भन्न भनेर आएका थिए, भुतुकै बिर्से। कृष्णलाई देख्दा त कस्ता भए। यी जम्मैलाई मैले चाहिँ धुलो पिठो बनाएर दिग्विजय राज्य पाउँछु मैले, राजाको राज्यको भारतलाई कब्जा गर्छु मैले भनेर ताम्सेर गएको योद्धा विसृज्य सशरम चापम शोकसम विघ्नमानस रुन पलाएको धनुषको घोडालाई भुसा राख्ने ठाउँमा धनुष हालेर स्याला सम्बन्धिनस् तथा सबै हाम्रा रसनमा त लड्दिन अरे। सेदैहरू भयो मध्ये रसम साप बे अच्युत मामा फुपका छोरा त हौँ हामी। मामा फुपका छोरा अरे। तिम्रो बाले विश्वरूपको दर्शन देखाउनु त। दर्शन देखाइसकेपछि त के भन्छौ? साधु पुत्रो गइहाल्यो ग्याएर तेनै रूपेण चतुर्भुजेन हे लामा बाबु हात भएका योद्धा म त शरण पारे। अब आज के भन्दैछन्? सिंहासनमा आए। नानीलाई भगवान् कहाँ बस्नुहुन्छ? कहाँ बस्नुहुन्छ भन्दा कहाँ बस्नुहुन्न। भगवान् कहाँ बस्नुहुन्न? जहाँ जसले भूत पालेको छ दुईटा, ध्यान लाएर सुन्नुहोस्। जहाँ बस्नुहुन्न त्यो श्री वैष्णव पनि होइन। तपाईँहरूले आज के देख्नुहुन्छ? 7वटा प्रश्न र 7वटा प्रश्नका उत्तर छन्, तर भगवान्ले भनाए सुनिन्छ नभए सुनिँदैन। मेरो हातमा छैन बोली। भगवान् कहाँ बस्नुहुन्छ त? यो कहाँ बस्नुहुन्छ त्यही चाहिँ श्री वैष्णव हो। तपाईँहरूले देख्न पाउनुहुन्छ आज। विश्वास भए नभए पाउनु। यो पनि यही बाटो हिँड्नु पर्यो।
म के भन्दैछु बिर्सिन्छु नि मैले एउटा कोही विघ्न आयो भने बिर्सिन्छ। भगवान कहाँ बस्नुहुन्छ? श्री वैष्णव भगवान कहाँ बस्नुहुन्छ? हो त्यसरी सम्झाइदिनुपर्छ। भगवान कहाँ बस्नुहुन्छ? श्री वैष्णव कहाँ बस्नुहुन्छ? श्री वैष्णव को होइन अथवा को हो जसका दुईटा भूत पाल्या छैन, दुईटा भूतको पुजारी जो होइन, दुईटा भूतको पुजारी जो होइन त्यस कहाँ बस्नुहुन्छ भगवान? पुजारी बाहिर देखिँदैन, त्यसका मनमा, त्यसका भित्र मनमा अर्को आएर बसिया हुन्छ। मनमा को बसिया हुन्छ? बुद्धि आएर बसिया हुन्छ। अध्यवसाय गर्ने त उयो मालिकता, राजता। अन्तकर्ण चतुष्टयमा बुद्धिले अध्यवसाय नगरी कुनैले काम गर्दैन। मनमा त्यो आएर बसिया हुन्छ। अब जहाँ दुई थरी भूत छन्, एउटा भूत भनेको के हो? म ठुलो हुँ। दिनदिनै यही कथा तैँले अरू जाने छैन नभन्नु, मेरा गुरुको यस्तै पाठ पढे हो, त्यही भने हो। जसले म सबैभन्दा ठुलो छु अथवा अहिले यहाँ भएका मध्येमा म ठुलो छु भनेर आफूलाई ठुलो र आफ्नालाई मेरा यति छन्, आफ्ना भनेका कोन? उपाय। उपाय यति मसित उपाय यति छन्, म यस्तो खालको हुँ। यी दुईटा भूत हुन्। यी भूतको पुजारी कहाँ बस्नुहुन्न भगवान? तपाईँहरूले राम्ररी अध्ययन गर्नु। ममा केही योग्यता छ, त्यसो भएको हुनाले म ठुलो हुँ। अनि तिम्रा के छन् त भन्दा मेरो रक्षा गर्न भनेर मैले थुपारेका उपायहरू छन्। श्रोतव्य, मन्तव्य, निधिध्यासितव्य। वेदान्तीहरू मेरा पक्षमा छन्। कुरा बुझिया छौ त? भन्छन् हाम्रा ठुला बडाले भनाउँछन्, आफै आवश्यक भएको कुरा मात्रै बोल्छन्। श्रोतव्य, मन्तव्य, निधिध्यासितव्य यिनीहरू सबै छन् भन्न। सबैभन्दा ठुलो म हुँ। एउटो भूत। अर्को तिमीसित उपाय छ कि छैन भन्दा उपाय छन् मसित। कर्म ज्ञान स्वरूप यौवन गतम त उनले जान्दैनन् क्या र? अर्थ भन्छन्। उपाय पनि छ, मसित उपाय छ। मैले कमाएको पुण्य के हो उपाय? म सबै भन्न अहिले सक्दिनँ। मसित उपाय छन्। म पनि योग्य छु भन्ने भूतलाई जसले पालेको छ आफ्ना मनमा, त्यस कहाँ भगवान बस्नुहुन्न। त्यो चाहिँ श्री वैष्णव होइन। त्यो श्री वैष्णव होइन। जसुकैले जेसुकै भनिराख, त्यो होइन। यसैले भन्छ त्यो श्री वैष्णव होइन भनेर। को चाहिँ हो त? जसका यो भूत छैन त्यो चाहिँ हो। त्यो कति प्रकारका हुन्छन् त त्यो भूत नपालेका चाहिँ? 7 वटा चाहिँ आजै बताउने हो। अरू कति छन् कति? त्यो भूतको नाम के हो थाहा छ तपाईँलाई? म ठुलो हुँ भन्ने एउटो भूत र मसित मलाई रक्षा गर्ने साधन छन्, योग्यता छन् भन्ने अर्को भूत। त्यो भूतको नाम के हो? भूत धेरै हुन्छन्, मुर्कुट्टा हुन्छ, हरेक भूत हुन्छन्, झाँक्री साँक्री हुन्छन्, हरेक हुन्छन्। मलाई फुर्सद छैन र त।
त्यो भूतको नाम असली के हो? हाउ हो। त्यो भूतको नाम हाउ हो। म योग्यता छु भन्नेले हाउ गर्छ नि, म यस्तो छु, यो गरेँ त्यो गरेँ, मैले यो गरेँ, हाउ गर्छ गर्दैन। त्यसको नाम हाउ हो है, नबिर्सिनु। हाउ हो एउटा, अर्को पनि हाउ छ, दुईटा हाउ हुन्छन्। तपाईँहरूले देख्नुभएको छ हाउलाई? हाम्री आमाले नानीलाई कोक्रा राखेर चोचोला ललोला गर्न थाले कि रोइराखो, निदाउँदै निदाएन। यशोदाका लाला, मैले जाने पो भन्दो रहेछ बुढाले, नभन र तिमीले जाने त मिठो हुन्छ मलाई। यशोदाका लाला, यशोदा होइन, यशोदाका लाला, त्रिजगत परिपाला प्रभुजी हुन्। बगलमा कृष्णलाई के हो? यशोदाका लाला, त्रिजगत परिपाला प्रभुजी हुन्। बहिन गर नै सक्ने कति हो प्रभुका ती सकल गुण। बगलमा कृष्णलाई लिकन यशोदा शयनमा सुकला परनु भयो बसेन जब निद्रा नयनमा। नानी रोइराखो, निदाएर यशोदाले बोला, अब के भुलाउनु पर्यो नानीलाई? बसेन जब निद्रा नयनमा, उहाउ आयो लौ हौ भनेर मुख ढाक्छिन् जननीले। उहाउ आयो हौ, उहाउ आयो हौ, तौ जननी मुख ढाक्छिन् जननीले। उठे हाँस्दै खेल्दै, खोइ हाउ भने कुण्डलजीले। मामै पत्तल गई ठोटरी भई थामे पृथ्वीलाई। त्यो मैले देखिन कसो गरी त्यो आउँछ कहुन हौ। मामै बारा भई दही चोरन जान्थे घर घरै। त्यो मैले देखिन कसो गरी त्यो आउँछ कहुन हौ। हाउ त उहाँबाट छ। यो हाउ तपाईँहरूले देख्नु भएको छ? जो प्यारो छ, जो प्यारो छ प्रेमले, गर्भजलका माथि सुत्ने शङ्करषणदेखि लिएर, वैकुण्ठकादेखि लिएर यहाँका सबै भगवान्, त्यही पहिली जरादेखि लिएर टुप्पा तकका भगवान् कृष्ण अवतार पर्यन्तका जति पनि छन्, यी सबै र हाम्रा यहाँ मन्दिरमा भएका नारायण एउटै हुन्। यो बुद्धि जसको छैन त्यो श्री वैष्णव पनि होइन। तिनी तलदेखि आएका र हाम्रा यहाँ भएका एउटै भगवान् हुन्। जसले जान्दछ त्यो श्री वैष्णव हो। त्यस्तो श्री वैष्णव तपाईँले कहाँ देख्नुभयो त? तपाईँलाई देखाइदिउँ मैले? श्रीरङ्ग सुरेति गए दगुरी, श्रीरङ्ग सुरीति गए दगुरी। वृन्दावनैमा गया, वृन्दावनैमा के? श्रीरङ्ग सुरेति गए दगुरी। वृन्दावनैमा के? मठ हेर घुरी। जसबाट शाखा विविधा पलाए, नेपाल गैंडा कुटमा फलाए। बाधुल वंशी गुरु आज आए, श्रीनाथलाई यही बस्न लाए। गर्भोदकस्य परिशेष तल्पे,
सेते श्री हरिराधिकल्पे त्यो गर्भजलमा सुत्ने जो हो हाम्रा यहाँभित्र बसेको त्यही हो भन्ने बुद्धि कसलाई हुन्छ? हाम्रा रङ्गदेशिक स्वामिनी यशोदा भन्नुभयो, रङ्गदेशिक स्वामी यशोदा भन्नुभयो। दक्षिणबाट आउनुभयो यहाँ भगवान श्रीवनमा गएर तप गरेर आएपछिको कथा यहाँ आइबक्सियो स्वामीजी। आएर गैँडाकोटमा आएर चाहिँ पछिल्ला पालि सबै आचार्यहरूका पीठाधिपतिहरू आइसकेपछि पछिल्ला पालि आएर तपाईँ यहीँ बस्नु है, खबरदार कतै नजानु आचन्द्रार्क भनेर हाम्रा कुन भगवानलाई, श्रीहरि भगवानलाई हुकुम दिएर उहाँ सवारी भयो। उनी र यिनी एउटै हुन् भन्ने बुद्धि जसलाई छैन त्यो श्री वैष्णव पनि होइन, त्यहाँ भगवान बस्नु पनि हुन्न। अब रङ्गदेशिक स्वामीजी यशोदा भन्नुभयो। म टुप्पाबाट फर्किँदैछु फेरि। दण्डान्वय भन्दा खण्डान्वयमा बुझिन्छ धेरै कुरा चाहिँ। स्वामीजी आउनुभयो, भगवानले बोलाएर आउनुभएको स्वामीजी भित्र बस्नुभयो। भगवानलाई कृष्ण रूप भगवानलाई गोदामाजीले तपस्या गरेर खिरसिर खुवाउनु भयो, अरू अरू काम कुरा त भयो, तर वृन्दावनमा आइएन। गोदामाजीलाई वृन्दावनमा खिर खुवाउन आएका रङ्गदेशी स्वामीले रङ्गमल्लार भगवानलाई सानो नानी देख्नुभयो। सानो नानी देख्नुभयो रङ्गदेशी स्वामीजीले कसलाई? रङ्गमल्लार भगवानलाई। अब नानीलाई यशोदाले के गर्छिन् त? यशोदाका लाला त्रिजगत परिपाला प्रभुजी हुन्, बहन गर नै सकने कथी हो प्रभुका ती सकल गुण। बगलमा कृष्णलाई लिकन यशोदा शयनमा, शुकला परनु भ बसेन जब निद्रा नयनमा। अब आँखा निद्रा बसेन कसका? रङ्गदेश स्वामीका। अनि नानी रोइराखे भित्र, नानी रोइराखे के रोका थिए कि थिएन नानी त आमालाई? नानीलाई केही होस् नहोस्, आमालाई चाहिँ त्यो प्रेम भन्ने नाम एउटा भूत भक्तका पनि हुन्छ। उहाँ एउटा काम गर्छ या अर्कै काम गरेर आउँछ। प्रेम आशङ्कते पापम। ए नानी तिमी लैनी हौ कि बखेर्नी हौ? म त लैनी हुँ। तिम्रो नानी रुँदैछ नि? होइन, आज मेलो सकेर घर जाने भनेको। आज रोपाईको रोपाई दोपहरै भइरहेछ भर्खरै, अहिले जाने हो र? नानी रुँदैछ, मेलो सेलो छोडेर आइन आमा। छाती चर्क्यो कुरा सुन्ने बित्तिकै। रङ्गदेशी स्वामीजीलाई रङ्गमल्लार भगवानलाई नानी देखेर यसो बाहिर हेरेको त भूत पो राखेका छन्। यहाँ त भूत रहेछ। यशोदा कहाँ त भूत जान्थ्यो नि त। ऊ हाउ आयो ल, ऊ हाउ हो नि भूतको नाम। रङ्गमन्दिरमा हाउ देख्नुभएको छ तपाईँहरूले? वृन्दावन को जानुभएको छ? देख्नुभएको छ कि छैन? भित्र आउन आँटेको थियो हाउ। हाउ कोहीले डराउँदैन, एउटा आचार्यदेखि डराउँछ। भगवानदेखि डराउँदैन। हेप त छ भगवानलाई त रुवाउँछ। त्यही भएर त यशोदाले चाहिँ जान दिनु भएर नि। हाउ आयो भन्दाखेरि नानी चुप लाग्ला भनेको कथा सुनाउनु थाल्यो। त्यो नानी पनि कस्तो रहेछ कस्तो। तपाईँहरूले देख्नुभएको छ हाउ? दुईवटा हाउ मास्तिर जगमोहनका यतापट्टि र दुईवटा हाउ तलतिर जगमोहनका वेङ्कटेश भगवानको सन्निधिका अगाडि दुईवटा हाउ छन्। देख्नुभएको छ कि छैन? तिनले विग्रह छन् क्या? यसो मुख फर्काएको छ। भित्र जान खोजेका थिए,
खबरदार भन्नुभयो रङ्गदेशी स्वामीजीले, खबरदार भन्नुभयो। हाम्रो नानी छ यहाँ, भूत लाग्नुहुन्न। तिम्रो नाम के हो? हाउ होइन हौ। हाम्रो आमाले त उहिले सबै अवतारमा हाउलाई छेउमा आउनु दिनु, हाउलाई छेउमा आउनुहुन्न, त्यही बस। उता हेर्न जान गएको हाउ त मुन्टो फर्काएको फर्काइ। आज गएर हेर्नुहोस् तपाईँले भर्खरै भरे टिकट काटेर जाइहाल्नुहोस्। पत्याउनुहुन्न भने पत्याउनुहुन्छ भने कहिले गएका बेला हेर्नुहोस्। मासतिर जग्गा बनाउनु भएर तलतिर जग्गा बनाउन पस्ने ठाउँमा दुईवटा अहङ्कार र ममकार। तिमीले चाहिँ म ठुलो हौ भन्थ्यौ नि, म ठुलो हौ भन्ने र मेरा साथ उपाय छ भन्ने चाहिँ हाउको रूप लिएर त्यहाँ बसिआएर छन्। त्यस्तादेखि भगवान् डराउने, साह्रै डराउने। अनि तिनी भएको ठाउँमा कसरी बस्ने त भगवान्? हाउको पूजा गर्छ कसैले, म ठुलो हौ भन्छ, मसित उपाय छ केही भन्छ, त्यसले त हाउ राखो। त्यो हाउ धपाउने एउटा आचार्य मात्र, जुन आचार्यले परावतार र विभावतार, विभवावतार, अन्तर्यामी अवतार, अर्चावतारलाई एकै रूपमा विश्वास गर्नुहुन्छ, जुन आचार्यले एकै रूपमा विश्वास गर्नुहुन्छ, तिनी आचार्य के का भोका त? प्रेमका भोका, प्रेमका भोका। आज भगवान् बाहिर आउनुभयो, अब के गर्ने त? गुनासो टक्राउनलाई आएका, के भन्न आएका यिनीहरू? समुद्रका तिरका बात र रथका माथि आडाका बात सुन्न भनेर चाहिँ आए, कुरै बिर्से झरैमा देख्ने बित्तिकै। कृष्णको अनुहार देख्दा देख्दै भुतुक्कै लडाइँ गर्न गएकाले त कृष्णको अनुहार देख्दा त बिर्से, सबै बक्खै परे। ज्वानले लग धसो महाभारतमा। कसको विजय? कसले भन्छ उसको भाइको, कसले भन्छ दाइको, तिम्रा बा कृष्णको विजय। कृष्ण कहाँ विजय भन्न गएका? कृष्णको, तिम्रा कृष्णको होइन, द्रौपदीका एउटा रौँका टुप्पाको विजय हो। थाहा पाएछौ तिमीहरूले? त्यस्तो भगवानले आज सिंहासनमा आएर राजभैबक्ष्य देख्ने बित्तिकै आरती पो गर्न थाले त। आरती भने के हो थाहा छ त? आरती गर्दा के हुन्छ? तपाईँहरूले न त आरतीको दर्शन गर्नुहुन्छ, हाम्रा पञ्चायत स्वामीजीले साँगुरो ठाउँ ग्याएर भित्र आरती गरेर अनि त्यहाँबाट बाहिर आँगना ल्याएर बत्ती लो आरतीको दर्शन गर भन्नु। त्यो बाहिर दर्शन गर्ने हो कि बत्तीले भगवान्को दर्शन गर्ने हो? छैन। के अन्त जस्ता भक्त उस्तै भगवान्। आरती गरेर देखाउनुहुन्छ। त्यस्तै गरी बाहिर आरती, बत्तीको दर्शन त गर्ने त होइन त, आरतीको दर्शन गर्छन् नि। भगवान्का प्रसादले आँखा सेक्ने, कपुर लाउने कुरा छुट्टै हो, आँखा नबिगारिकन। तर आरतीको दर्शन गर्ने भनेको आरतीका उज्यालामा भगवान्को आपादचूडम, विश्वरूपको दर्शन जतिखेर त्यतिखेरै हुँदैन, महाअभिषेक भएका बेलामा मात्रै हुन्छ, अघि पछि हुँदैन। त्यति बेला दर्शन गर्ने आरती। आरती गरेको भनेको के हो? सातो बेलाको। एउटी आमा लैनी थिइन्, नानी रुँदाहुँदी सासूले सिकाउन पाइनन्, आमाले पनि सिकाउन पाइनन्, टुहुरी केटी बिहा गरिएर छन्। छोरो पाइन् पछि नानी रुँदाहुँदी छोरो पनि त्यसै सजिलै पाएको हो र 5-7 वटा हरिवंश गरेर कालो सर्पयोग परिएर छ। 5-7 वटा हरिवंश गरेर जन्मेको छोरो जतिखेर नानी रुन्छ त्यतिखेर चुसाउँथेन आमाले। नाना भगवान्लाई आरती गर्छौ नि तिमीले, स्वरूप विरुद्ध हो कि होइन? 10 ढाकर श्रीवचन भूषण आदि प्रपत्ति दर्शन पढेर आओ अनि गाओ बल्ल। सातो बोलाउने भनेको, मङ्गलानुशासन गर्ने भनेको सातो बोलाउने। यो के को काम हो? यो प्रेमको काम हो। जसलाई प्रेम छ त्यसलाई, नानीलाई बिमारी नलागिकन आमाले सातो बोलाइ बिचरा। सातो गयो भनेर कहाँ जान्थ्यो नि? सातो खाएको बढी थियो, उल्टी भयो, त्यति हो।
सातो बला आएको भनेको सानालाई पनि ठुलालाई पनि जो बिरामी हुन्छ त्यसले उपचार गर्ने। भगवान् त बिरामी हुनुहुन्न नि त। फेरि तिमीहरूका बुद्धिमा डडल लागेको छ र भगवान् बिरामी हुनुहुन्न। तर भगवान् प्यारा कहाँ बिरामी पनि हुनुहुन्छ। ओखती गर्ने कोही छन् भने हो बिरामी हुनु त। छँदै छैन भने मलाई लगेर बना फालिदियो त। अनि रामकृष्णले गर्छ कि लक्ष्मणले गर्छ कि कसले गर्छ त? यहाँ बना फालिदिएपछि त कोही पनि छैन नि त। छन् भने गर्छन्। सातो बोलाउने, सातो बोलाएको सानाले पनि ठुलाले पनि स्वरूपानुरूप हो। भगवान् बिमारी हुनुहुन्न नि त। बिमारी नभइकन आमाले सातो बोलाइन्। भगवान्का भक्तहरूलाई यो शास्त्रीय कुरा हो, सत्य कुरा हो, वेदान्त सिद्ध कुरा हो। भगवान्ले गरेर देखाएको। वैकुण्ठमा भगवान् राज भएको छ। सभ्यं पादं प्रसार्य आश्रित दुरितहरं दक्षिणं कुञ्चयित्वा जानुन्याधाय सभ्येतरमितर भुजम। यहाँ पाञ्चजन्य, यहाँ शङ्खचक्र, पाञ्चजन्य र सुदर्शन, पाञ्चजन्य र सुदर्शन नजिकै। कहाँ? भगवान्का घाँटीका नजिकै। माया लागो शेषजीलाई। 1000 फणा छन् शेषजीका। त्यसै पाप चिताएर गला छेउमा बसेका यिनीहरूले गलो काटिदियो भने त बर्बाद हुन्छ। भगवान्लाई त यिनीहरू त खबरदार खबरदार भन्छन् शेषजीले। 1000 फणाले फुस 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 गर्छन् वैकुण्ठमा गद्दीमा माथि। निवास सयात सनपादुकाम सुख। यिनीहरूले पो भगवान्लाई गलो काट्छन् कि भएर शेषजीले खबरदार गर्छन्। अब उता शेषजीले खबरदार गर्छन्, यता दुईटा यता गर्छन्। यता खड्ग आउँछन्, फेरि उता आउँछन्, पञ्चायत सबै आउँछन् र खबरदार 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 भन्छन्। अनि ती बिचरा भक्तहरू दर्शन गर्न गएका के भन्छन् त? मङ्गल होस्, केही नहोस्, सातो आयो नातो आयो। प्रेम छ क्या र? भगवान् के का भोका त? श्री वैष्णव को हो? भगवानमा जसको प्रेम छ त्यो श्री वैष्णव हो। नागो भाति मध्ये नै व्याधस्य चरणं ध्रुवस्य च वय विद्या गजेन्द्रस्य कजाति विदुरस्य यादवपते उग्रस्य किं पौरुषम् कुब्जाया कमनीय रूपमधिकं किं तत् सुदाम्नो धनं भक्त्या तुष्यति केवलं न च गुणैर्भक्ति प्रियो माधव। माँ भने कि लक्ष्मीको धव सदा सर्वदा कहिल्यै नछोड्ने माँको धव चाहिँ के भक्ति प्रियो माधव। जहाँ भक्ति छ त्यही भक्ति कहाँ हुँदैन त? तिमीले हाउलाई पाल्यौ नि, हाउलाई। म ठुलो हुँ र मेरा उपाय छन् भन्ने हाउ दुईटा। ती हाउ भएका ठाउँमा त भगवान् छेउमै जानुहुन्न, त्यहाँ होइन। त्यो श्री वैष्णव होइन। अब के गर्ने त? आरती गर्ने नि। भगवान्लाई केही हुन्छ कि यिनीहरूले? भक्तले आरती गर्न थाले। मङ्गल होस् मङ्गल होस् मङ्गल बल्लान् अडिपत्ति उत्तापत्ति उत्तापत्ति हात करका बाला। लौ त 1000 भनेकामा 2000 पुस्तक घट्टे गुलाबा छपाइए बाँडिए सञ्चार हुन्। एउटाले त भन्न कसैले, आमाहरूले भन्छ मैले फुर्क्याउने छु जसलाई त्यसले चाहिँ ढुङ्गो हान्छ मेरो जिब्रा। करका एउटाले हुन्छ त? कतिले अरूले नि बोलाउँथे नि। आओ सकियो, आओ सकियो, आओ सकियो, तिमीहरू आऊ न। देखा सिकी गोपिनीको गरेर गोदा गइन् रङ्गसँगै भएर।
सेवा यिनै दम्पतिको गरेर गोपी गए रङ्गसँगै बिरजा तरेर। देखा सेवा यिनै दम्पतिको गरेर गोपी गए श्री बिरजा तरेर। देखा सिखी गोपिनीको गरेर गोदा गइन् रङ्गसँगै भएर। हेर त कहाँ रहेछ त आरती जय मङ्गल हो मङ्गल होस् मङ्गल होस् आरती। अब आरती गरेका आरती आरती मङ्गलाशासन गरेको यो। अब आज त त्यत्तिकै भएछ कृष्णलाई हेर्दा हेर्दै बिर्सिएछ। 29 दिनका दिन सित्तम सुरुवाले बन्धन रहेछ 23 दिनलाई थाती राखिन्छ यसको उपसंहार सबै कुरा चाहिँ। तर आज अब कसले के गरे भने त हे राम महौ ठुलो राम्रो हेर न ध्यान लाएर। महौ ठुलो नामका भूत एक। साह्रै कण्ठ गर्नु यही हो मोटी। माथि गएर लड्ने ठाउँ चाहिँ यही हो। भुइँबाट लटेको केही हुन्न। रुखा टुप्पाबाट लड्यो भने आन्द्रा भुँडी माथि नै झरिन्छन्। खबरदार छुरस्य धारा निशिता दुरत्यया दुर्गम पथस्थ कवयो भाव वदन्ति। वेदान्तले खबरदार भनेका छन् तलबाट। महौ ठुलो नामका भूत एक। एउटा भूत कुन चाहिँ हो? हाउ भूत। हाउ कत्रो हाउ गर्छ उसले। महौ ठुलो नामका भूत एक त्यस्तै ममा साधन छन् अनेक। यी दुईटा भूत हुन्। महौ ठुलो एउटा भूत एउटा चाहिँ हाउ हो। यो भूत भगवानलाई छेउमा आउन नदिने। तिमीले पाल्या छौ भने तिम्रा कसरी आउने त भगवान? अनि कसरी श्री वैष्णव भन्ने तिमीलाई? महौ ठुलो नामका भूत एक त्यस्तै ममा साधन छन् अनेक। जसले भन्छ दुईटा भूत भए। यिनै दुवै भूत भगाऊ पहिले। भगवान कसरी भेटिनुहुन्छ त? यिनै दुईटै भूत भगाऊ न, केही गर्नै पर्दैन। एकलव्यले के गरे थिए र? केही पनि गरेर नि। यिनै दुवै भूत भगाऊ पहिले त्यो खालीमा बस्दछ कृष्ण अहिले। हिजो गोपिनीले बनाएको मारी मनराई मुञ्जनजिलमा कस्तो चाहिँ सिंहासन बनाए त? कस्तो सिंहासन बनाए? यी दुईटा भूत नभएको खाली सिंहासन, खाली ठाउँमा सिंहासन बनाए। मारिमलाई मुञ्जनजिलमा यी भूत थिएनन्। यिनै दुवै भूत भगाऊ पहिले। हामीले पनि त्यही गरौँ। तपाईँलाई भगवान चाहिनु भएको छ भने यी भूत नभगाए भगवान आउँदैन। नाटक मात्रै हो, जम्मै व्यर्थ। अन्तिमको घाँटी त यही हो। आरती दशामा नपुर्याइकन भगवानले स्वीकार गर्न मिल्दैन। भगवान पक्षपाती हुनुहुन्न। वेदले होक्का गर्छन्। फेरि सबैको चित्त बुझाउनुपर्छ। सर्ववेद मुक्ति प्रसङ्ग पनि ल्याउनुहुन्न। अनि त्यहाँबाट यता लीला विभूति पनि गोठ पनि भत्काउनुहुन्न। नित्य विभूति पनि सुरक्षा गर्नुपर्दछ। यिनै दुवै भूत भगाऊ पहिले त्यो खालीमा के बस्दछ कृष्ण पहिले अहिले। कृष्ण बस्ने ठाउँ चाहिँ खाली। सिंहासन तपाईँका 3.5 हात आफ्ना हातले नाप्दा 3.5 हातका 7 बित्ताका सप्तवित्तस्ति काय भनेको छ। ब्रह्माको पनि हाम्रो पनि उयो 7 बित्ताका शरीरका भित्रमा
खाली गराऊ मनका भित्र अन्तःकरण बुद्धि वा त्यहाँ खाली गर। तपाईँलाई भगवान् चाहिनु भएको छ, तपाईँ श्री वैष्णव हुनुहुन्छ, जुन वैष्णव भए पनि, जुन भक्त भए पनि, जे भए पनि तपाईँ मुमुक्षु हुनुहुन्छ कि बुभुक्षु हुनुहुन्छ? खवैया मात्रै भए त गवैया खवैयाको काम यतै छ। मुमुक्षु तपाईँ हुनुहुन्छ भने खाली गराउ न तपाईँका भगवान् बस्ने ठाउँ। डडेल लाउँछौ ठाउँ नै खाली नै छैन, कहाँ बस्ने त? आफ्ना लागि भने तिमीले कस्ता आडम्बर गर्छौ, सम्बोधन गर्छौ, आसन ग्रहण गराउँछौ, समय जति खाइदिन्छौ त्यहाँ। यो सदस्य सभा हो कि रहस्य सभा हो थाहा हुन्न कहिले कसैलाई। यिनै दुवै भूत भगाऊ पहिले, त्यो खालीमा बस्दछ कृष्ण अहिले। त्यो खाली ठाउँ भनेको गोपिनीले बनाएको, गोपिनी भनेका को हुन्? गो शब्दका 32वटा अर्थका मध्येको एउटो अर्थ गाहा पिबती ती गोपी। गाईलाई जसले पिउँछ दुध खाने, गो भनेका ज्ञानलाई जसले पिएको छ, जसलाई गो भनेको ज्ञान पिएको भने भातसित खाइसस् तैँले। कति साह्रो बिर्सेको बिर्सेन पनि भन्छन् नि। त्यस्तै गरी ज्ञानको थोपो नभएकाको नाम हो गोपी भन्छन् नि। ए तिमीहरूसित के छ साधन? अब त बाहिर आयो क्यार बोल्न पाइयो। हामीसित का साधन के छ भरे भोलि भन्छन् नि त 28 तिर। तिमीसित साधन के छ? हामी त गाईका पछि लागेर वनमा खाने हौँ। प्राङ्मुखो भन्ने त हामीलाई थाहा छैन। पढे जति खाएका छौँ सबै बिर्सिया छौँ, केही पनि छैन। अरू कुरा त परैगयो, देब्रे दाहिने हात पनि जान्दैनौँ हामीले। पढ्नुभएको छ तपाईँले तिरुपावै, दाहिने देब्रे हात पनि जान्दैनौँ भन्छन् गोपिनीले। गोदामाजीले त्यही भन्नुहुन्छ, दाहिने देब्रे हात जान्दैनौ तिमीहरू भने। त्यही मन्त्रको भाष्यले बुभुक्षु र मुमुक्षु दुईटा हुन्छन्। श्रुति विचक्रमे विश्वं शासना न सनै उभे किन भन्छ त भाष्यले? किन भन्छ? यिनै दुवै भूत, यी दुईटै भूतलाई भगाऊ पहिले हामीले। छ भने भगाऊ, छैन भने ठिकै छ। त्यो भूत भगाएका ठाउँमा त भगवान् कसरी आउनुहुन्छ? जब तक हुन्नन् छटजित भेट, परपदका यी सुख त लखेट। भनी हरियाए छटजित पाए, छटजितलाई प्रकृति छुटाए। खाली भएको ठाउँमा कसरी आउनु बेर हुन्छ भगवान्लाई? तिम्रो आरती सारती अरू केही चाहिँदैन थिए, आफै भाल हालेर भगवान्ले पो आएर आरती गर्नुहुन्छ त। भगवान्ले आएर बढीमाया मण्डपमा घेर नि तिमीले। वृद्ध हारित स्मृतिको अर्चिरादि मार्ग तपाईँहरूलाई वृद्ध हारित स्मृतिका पुस्तक घर घर राति दिन सकी नसकी कता कताबाट भगवान्ले जुटाएर हात हात पुर्याउनु भएको छ। तर पित्तल हो कि सुन हो कि हिरा हो कि काँच हो थाहा पाएको हुनुपर्छ। नभए भालुलाई पुराण, भालुलाई पुराण त गजबै हुन्थ्यो नि त। बलराम दाईको दाईलाई गुरु बनाएर 15 अध्यायमा गुरुको पूजा गर्ने दिन भालुलाई लगेर माधलको माधरी भिरेर भालु नचाका दिनको जस्तो भए त खुबै हुन्थ्यो नि त। गुरु पूजा गर्छौ त्यसै गरी तिमीहरूले। यिनै दुवै भूत भगाऊ पहिले, त्यो खालीमा बस्दछ। कसले भन्दैछ? यशोदाले भन्छन्। यशोदाले त्यसो भन्छन्। त्यो खालीमा पैसा ल्याऊ भन्दिनन्। त्यो खालीमा बस्दछ कृष्ण अहिले, त्यो खालीमा बस्दछ कृष्ण अहिले।
गद्दी बनायो जसले गद्दी बनायो जसले त यस्तो बुझ्यौ गद्दी बनायो जसले त यस्तो श्री वैष्णवै बन्दछ व्यक्ति त्यस्तो हेर्नु त उत्तर भयो नि हिजोका प्रश्नका उत्तर यस्तो बुद्धि जसले बनाएको छ भने त्यो श्री वैष्णव हो यति बेर तलदेखि हिजोदेखि आएको आएसम्म नआउँदा श्री वैष्णवै बन्दछ व्यक्ति त्यस्तो भूत भनेको को हो त अब भूतलाई हामीले चिन्यो भूत भगवान्लाई तपाईँले चाहनुभएको छ भने तपाईँ श्री वैष्णव हो भूत भगाउने ठाउँ भगवान् भन्ने ठाउँ बनाएको भएदेखि हो होइन म त ठुलो हौ तिमीभन्दा मसितै साधन छन् भन्छौ भने श्री वैष्णव होइन फैसला यहीँ हेरी हिजो र आजका गाथाका उहाँ कसरी यशोदा भन्दछन् के भन्छन् त्यही भन्छन् आज हेर त यशोदाका लाला त्रिजगत परिपाला प्रभुजी हुन् बहिन गर नै सक्ने को थियो प्रभुका ती सकल गुण त्यत्रो कत्रो असिद्धगिरी समम स्याद कज्जलम सिन्धु पात्रे सुरतरु वर शाखा लेखनी पत्र मूर्वी लिखति यदि गृहीत्वा शारदा सर्वकालम तदपि तव गुणानाम हे ईशा पारम न याति कहाँ हुनुहुन्छ हजुर गण्डक्या चोत्तरे तीरे गिरिराजस्य दक्षिणे दशयोजन विस्तीर्णम मम क्षेत्रम वसुन्धर तिम्रो भन्छ त्यहाँ हो क्षेत्र भन्छौ नि त खेत हजुर ठाउँ हो कि त न इदम शरीरम कौन्तेय क्षेत्रमित्य विधीयते यो प्रेमको कार्य हो प्रेम आशङ्कते पापम भगवानमा प्रेम भएर भगवानलाई केही नभए हुन्थ्यो भन्न जसलाई आउँछ हाम्री सार्थ दक्षिणकी यशोदा भट्टनाथ स्वामी यशोदा भएर तालेलो आउँछ भागवत आछन् यहाँ प्रबन्ध पढेका छौ कसैले आएका छ चाहिन्छ त कसले पढ्छ र नि अहिले यहाँबाट उठ्न बेर भएको होला सके भूत आचार्यदेखि भूत डराउँछ अरू चाहिँ डराउँदैन है यो चाहिँ नबिर्सिनु कहिल्यै पनि कति पनि रङ्गमन्नार भगवान् नानी रङ्गदेशी स्वामी यशोदा दरवाजामा द्वारपाल छन् भूत बसेका छन् सबैलाई शिक्षा दिनका लागि हेर भूतदेखि तिमीहरू पनि डराओ सबैलाई भगवान्लाई भूत छेउमा भूत आउन नदेऊ मङ्गला शासन गरिर काम चाहिँ यहाँ पनि आरती गर वैकुण्ठानी आरती गर के हुन्छ कि प्रभुलाई भएर केही हुँदैन उहाँले देखिदिँदा तिमीलाई सन्चो हुन्छ अनि उहाँ एउटा पासुर भनिहाल्यो त कसै नाम किन भन्नुहोस् ल अन्द्रिबला हवलन्दायडिपते चन्द्रङ्गुत्तन्नलङ्गय चेत्ताय तिरल्पते भन न हौ कर्ताय गजलपते गन्धर्वोडिया गुणताय गजलपते गण्डोपाय गेडो कुम्निन कैबल्पो बेर हुन्छ एन्नेनु सेवा में यति बरे हरवान इंद्रिया या मन्दो मिरगेलोर एम्पाबाय नीला तुङ्गस्तनगिरि तटी सुप्तमुद्वोद कृष्णं हरार्ध्यं स्वं श्रुति शतशिर हेर त सिद्ध मध्यापयन्ति
सोच शिष्टायाम सृजि निगलितव्या बलात्कृत्य भुङ्क्ते गोदा तस्यै नमैदमिदं भूयैवास्तु भूय। तपाईँहरूले अहिले आज हिजो र आजकामा सट लागु गरी बताउनु पर्थ्यो। यो थोत्रे ढोकाको सामर्थ्य नभएको हुनाले लाभरी चारै दसैँ दिशाबाट आचार्यहरूले सुनाइरहनु भएको छ। त्यसो मध्येमा अन्यतम भन्न पनि नसुहाउने, तर हाम्रा गुरुको नासो मैले चिठी पढेर सुनाइदिएको। गल्ती जति यतै फर्काइदिनु, गतिलाई जति हाम्रो आचार्यका चरणतिर राख्नु। सबैले यो भगवान्लाई तपाईँहरूलाई मनपर्छ भगवान् भने भगवान्लाई बस्ने ठाउँ बनाइदियो, भगवान्लाई बोलाउनुहोस्, भगवान्लाई मङ्गलाशासन गर्नुहोस्। यहाँ पनि यही काम, माथि पनि त्यही काम। मङ्गलम कौशलेन्द्राय महनीय गुणाब्धाय चक्रवर्ती तनुजाय रामभद्राय मङ्गलम। नीलातुङ्गस्तनगिरितटे सुप्तमुद्बोध्य कृष्णं पारार्धं स्वमुषुशिरा सिद्धमध्यापयन्ति स्वच्छिष्टायां सृजि निगलितव्या बलात्कृत्य भुङ्क्ते गोदा तस्यै नमैदमिदं भूयैवास्तु भूय। रङ्गीनेत्र शरेण ताडित तनुः शेते स्वयं सुन्दरः चम्पकमालया कुचतटे भग्नो धराधीश्वरः भोगपाटबलजया वटवः धममणिन्द्रे पद रङ्गेन मनसा घोरे परं तिष्ठति। रङ्गमा के झगडा हुन्छ? उहाँले रम्मेछ भन्नुहुन्छ, मैले रङ्गेछ भन्थे, अब छोड्या छु। रङ्गेछ भन्थे, श्रीरङ्गमका मालिक भन्थे मैले, होइन रम्मेछ घोडाका मालिक। मैले त्यतै गुरुको पछि लाग्न थालेको छु। रम्मेशस्तव विस्मितेन मनसा गोदे परं तिष्ठति। श्री लक्ष्मी हरि वैकुण्ठनाथ भगवानको कति टाइमले? 1 घन्टा भयो। 1 घन्टा बढी भयो। अनि 1 घन्टा मात्रै हो। ठिक आएको छ। प्रत्यक्ष त भएर नि प्रत्यक्ष भयो हजुर भएर